फलफुल मौसमी फलफुल तपाईँको फलिरहेको होस् है। यता हेऱ्यो उत्पादन, उता हेऱ्यो उत्पादन, यता हेऱ्यो रमाइलो, उता हेऱ्यो रमाइलो। त्यस्तो देश बनाउन सक्छ कि सक्दैन यो मान्छेहरूले? दुईटा हात देखाइदिनु त त्यस्तो देश बनाउने हात। यो परिवर्तन हामी ल्याउन चाहन्छौँ। यो परिवर्तन हो हामीले गर्न खोजेको है। भाषण गरेर चाहिँ राजनीति गर्ने, भाषण त हामी पनि गर्छौँ, तर यो चाहिँ भाषण होइन होला। खोइ कुन त के हो, जे आउँछ त्यो बोलिरहेको छु होइन। यहाँ सुन्नुहोस् है, मिठो मसिनो बोलेर अर्कालाई फकाएर, अर्कालाई दिग्भ्रमित बनाएर बोल्न आउँदैन हामीलाई। श्रम संस्कृति त्यो होइन। यो श्रम संस्कृति मेरो विचारबाट जन्मिएको पार्टी हो। म आफै पनि जर्रो दर्रो खरो खस्रो छु। म कस्तो मान्छे हो भन्दाखेरि छाम्दा खस्रो चाख्दा गुलियो। तर यो देशमा यस्ता मान्छेहरू छन्, छाम्दा चिप्लो नचिप्लो है, चिल्लो चाख्दाखेरि टर्रो नर रमाउ के नखाइयो थो गर्नुपर्ने हालमा। राम्रो बुझौँ है। त्यसो भएको कारणले गर्दाखेरि म भन्न चाहन्छु तपाईहरुलाई बोली होइन काम चाहिएको छ। बोलीले देश बन्छ हो। म तपाईहरुले यसरी नै प्रश्न गरिरहन्छु है। आदरणीय जनसमुदाय यस्तो गर्नुपर्ने हुन्छ, यस्तो गर्नुपर्ने हुन्छ जो लम्बसार गर्दिन, भोट दिनु नदिनु भन्छु है। तर तपाईको नानीहरुको अनुहार हेर्नु, तपाईको नानीको अनुहार हेर्नु। भोलिको दिनमा तपाईको नानीलाई तपाईले खाइ नखाइ पढाएर +2 गरिसकेपछि तपाईले घर राखेर, घर ज्यागडी राखेर अथवा चाहिँ नि हैन बन्धक राखेर, खेत राखेर, जग्गा बेचेर विदेश पठाउनु नपरोस्, त्यो भन्न चाहन्छु। यदि त्यस्तो गर्न नपर्ने हो भने, तपाईको छोराछोरीको भविष्य यही देशमा होस् भन्ने चाहनुहुन्छ भने श्रम संस्कृति बाहेक अरु पार्टीलाई तपाईले भोट हाल्नु हुँदैन है। यो देशको सार्वभौमताको बारेमा, यो देशको स्वाधीनताको बारेमा, यो राष्ट्रिय झण्डाको पक्षमा कुनै पार्टी खुलेर बहस गरेर चाहिँ अगाडि आएको छ, आमसभामा बोल्ने हिम्मत कसैले गरेको छ भने त्यो श्रम संस्कृति नै हो है। हामी आउटराइट नो एमसीसी भन्न सक्छौं। राष्ट्रघाती एमसीसी चाहिँदैन यो भन्ने हिम्मत श्रम संस्कृतिले गर्छ, तर अरु दलहरुले गर्छ। बालनजीलाई सोधिदिनु न एमसीसी को बारेमा, हो दुध भागिहाल्छ। रविजीलाई दुध भागिहाल्छ, स्वर्णिम बाबुले भागिहाल्छ, गगन थापा भागिहाल्छ, केपी ओली प्रचण्ड यिनीहरु सबै मिलेर एमसीसी पास गरे है। 2-4 दिन अगाडि विदेशी सेना नाच्दै थियो हैन, भोलि बेलुका रम नाच्दै आयो भने के गर्ने हैन।